कतिजनालाई चाहिँ भातसँग खाँदाखेरि तपाईँले जुन मासु खाने कुरा गर्नुभयो, हाम्रोमा चाहिँ रेड मिट पनि खाने उत्तिकै चलन छ होइन, स्पेसली बफ एकदम धेरै मान्छेहरूले खानुहुन्छ। यो बफ जुन दिनहुँ पकाएर जो खाँदै हुनुहुन्छ, धेरैजनाको मनमा प्रश्न रहन्छ कि के यो सही गर्नमा चाहिँ गलत गर्नमा छ, यसलाई प्लिज स्पष्ट पार्नुहोस् न। डेली त नखानु भन्छु म, रेड मिटै, बफ रेड मिटै हो नि। अनि रेड मिटको पनि अलिकति पोर्सनमा खाने, त्यही अघिको क्यालोरीकै कुरा आयो कि त्यो 2000 देखि 2500 क्यालोरी खाना दिनभरिमा जुन हामीलाई चाहिन्छ नि, त्यसलाई 3 पटक 3टा मिल अथवा 6वटा मिल, 3टा मेजर मिल, 3टा माइनर मिल भन्छ कि खाइराख्ने, बरु थोरै खाने होइन। अब त्यो एकैचोटिमा 1 कचौरा बफको मासु खानुभयो भने त त्यसमै 2500 क्यालोरी गइहाल्यो नि होइन। अनि त्यसपछि त्यो त एकदम ब्यालेन्स डायट भएन नि त। खाने थोरै खाने, बफ चिल्लो पार्टहरू, बोसोहरू नभएको पार्ट खाने कि सकेसम्म बोसोलाई चाहिँ एक्सक्लुड गर्ने मासुबाट। त्यो पकाउँदाखेरि पकाउने तरिकादेखि लिएर तेल कति हाल्नुहुन्छ होइन, कसरी पकाउनुहुन्छ त्यसमा पनि भर पर्छ। रेड मिट अब ट्वाइस अ विक अर वान्स अ विक खाने, हप्तामा 1 चोटि 2 चोटि खाँदा हुन्छ रेड मिट थोरै पोर्सनमा होइन। त्यो बाहेक अरू अप्सन पनि त छ नि, माछा पनि छ, अन्डा पनि छ, च्याउ छ, टोफु छ होइन। रेड मिटै डेली खानु पर्दैन नि, प्रोटिन अथवा रेड मिटबाट पाइने कुराहरू अरूबाट पनि त पाइन्छ नि। रेड मिटलाई डाइरेक्टली कोलेस्ट्रोलसँग रिलेट गरेछ, रेड मिटलाई डाइरेक्टली हार्टको यो मुटुको स्वास्थ्यसँग तुलना गरेछ, राम्रो छैन भनेर बारम्बार भन्दाखेरि किन त्यो रेड मिटलाई नै हामीले बढी जोड दिने होइन। त्यसलाई खाने तर मोडरेसनमा यो पनि ठिक्क मिलाएर खानुपर्छ है भन्छु म चाहिँ। रेड मिट त एउटा भयो, अर्को चाहिँ चिकन। मलाई त कहिलेकाहीँ प्राणी नै होइन जस्तो लाग्छ, एउटा प्रडक्ट हो अहिले त है। साँच्चै भने चिकन इज सो टेस्टलेस है। सो यो चिकन पनि एकदमै खाने मान्छेहरू धेरै हुनुहुन्छ जसलाई चाहिँ चिकन बिना त्यो एक छाक खाना पनि उहाँ खान सक्नुहुन्न भन्ने कुराहरू पनि हामीलाई बताउनु भएको छ। यो हरेक छाक चिकन पनि खानुभयो भने के यसले गलत गरिरहेको छैन? चिकन, ग्रिल चिकन, अनि चिकन कस्तो सोर्सबाट आएको छ होइन। अब यो अहिले त एकदम केमिकल युज भएको चिकनहरू बजारमा धेरै भेट्छौँ कि जस्तो लाग्छ कि मलाई। फ्रोजन चिकनहरू धेरै दिनसम्म फ्रोजन गरेर राखिसकेको चिकनहरू होइन। अनि यो चिकन खराब नहोस् भनेर प्रिजर्भेटिभ राखेको चिकनहरू, त्यस्तो खाँदाखेरि चाहिँ डेली खानुभयो भने चाहिँ अवश्य पनि स्वास्थ्य जोखिम हुन्छ है। त्यो त एकदम साधारण कुरा भयो नि, त्यो हामीले भनिराख्नै पर्दैन नि होइन। हजुरले अब हेल्दी राम्रो आफूले हुन्छ नि फ्रेसली कट अथवा लोकल चिकनहरू चाहिँ हप्ताको 1 चोटि 2 चोटि 3 चोटिसम्म होइन। डेली त मिट आइटम्सहरू चाहिँ डेली नगर्ने, डेली नखाने। अब चिकनको पनि तपाईँको ग्रिल्ड खाने अथवा उसिनेर खाने होइन। अब एकदम मसालेदार पुरै त्यो अथवा तारेको त्यो रोस्ट चिकनहरू हुन्छ नि, बाहिरबाट त्यो एक्स्ट्रा त्यो कभर हालेर तारेको त्यो त्यस्तो खालके, अनि कलर्ड चिकन, यस्तोहरू पो डेन्जरस हो त होइन। माछा, मासु, अन्डा भनेको त अब हजुरहरू मांसाहारी हुनुहुन्छ भने त खानै पर्यो नि होइन। शाकाहारी हुनुहुन्छ भने अलग कुरा भयो होइन। सो खाँदै खानुहुन्न, हेर्दै हुन्न भने त होइन नि। अघिकै कुरा आयो, मोडरेसनमा खानु पर्यो, ठिक्क खानु पर्यो, मिलाएर खानु पर्यो। तपाईँको क्यालोरी कति छ, चिकन बाहेक अरू खाना कति छ हेरेर, अनि त्यस चिकन खाँदाखेरि फाइबर, सागसब्जी, सालड पनि मिक्स गरेर खानु पर्यो। सो आफ्नो खानाको, आफ्नो स्वास्थ्यको चाहिँ हजुरहरूले आफै जिम्मेवारी लिने हो नि त। हजुरलाई हामीले यसो गर उसो गर हाम्रो रुटिनमा ढाल्न मिल्दैन कि मेरो विचारमा चाहिँ। कि अब घरमा एक थोक पाकिरहेको हुन्छ होइन, घरमा आमाले एक थोक पकाइरहेको हुन्छ नि, हाम्रो डक्टरले त बिहान भातै नखानु भन्दैछ भन्यो भने त अब त्यहाँ मिलेन नि। हाम्रो स्टेपल खानै भात हो, बिहान भात पाकेछ नि भात खानुहोस्, तर 1 कचौरा खानुहोस् न भात, अरू कुरो धेरै खानुहोस् होइन। अब मासु पाकेछ नि मासु खानुहोस्, थोरै खानुहोस्, मिठो लाग्छ भनेर अब त्यो दिन थुप्रो मासु खाइदिने होइन। अनि त्यसपछि के अरे डायट कन्ट्रोल गर्न गाह्रो भयो यस्तो भन्नुभयो भने त मिलेन नि। सो त्यो आफूमा डिपेन्ड गर्छ जस्तो लाग्छ कि मलाई। हामीले अहिले मलाई के भएकै छैन, मलाई अहिलेसम्म कुनै रोग लागेकै छैन, म किन मुख बार्ने भन्ने कुराहरू पनि धेरैजना ल्याउनुहुन्छ। त्यो मुख बार्ने त्यो यस्तो हो कि चिनी खाएर सुगर हुन्छ भने जस्तै कुरा भयो क्या। सुगर त हुन्छ हुने रहेछ भने चिनी खानुहोस् नखानुहोस् होइन। तपाईँले चिनी त मैले के भन्छु भने सुगर लागोस् नलागोस् होइन, तपाईँको वेट लस गर्नु मन छ, तपाईँलाई हेल्दी लाइफस्टाइल चाहिएको छ होइन, तपाईँको डायबिटिसको कुनै पनि फ्यामिलीमा हिस्ट्री छैन भने म चिनी चाहिँ बिरामीले वेट लस भन्नुभयो भने चिनी छोडिदिनुहोस् भन्छु कि सुरुमै। भेरी इजी होइन, सजिलो पनि छ। चिनी नखाएर केही हुनेवाला छैन कि, चिनी भएको कुरो नखाएर तपाईँलाई केही कमजोरी हुनेवाला छैन। सो इक्जाम्पल दिएको कि मैले, अब मैले मुख बार्दाखेरि पनि मलाई रोग लाग्यो भन्नुहुन्छ भन्नुभयो भने हजुरले
त्यस्तो जरुरी छैन। कतिजना बिरामीहरू कस्तो हुनुहुन्छ भने कहिले पनि मुखमा रक्सीको थोपा पनि हाल्नु भएको हुँदैन, सिरोसिस भएको हुन्छ त। सो वाट डु यु से द्याट होइन, जहिले पनि जे कुरा पनि होइन, अब मैले त कहिले जीवनमा रक्सी नै खाएको छैन भनेर सिरोसिस भएको बिरामीहरू कहिले काहीँ आउनुहुन्छ कि। अब त्यो फ्याटी लिभरबाट सुरु भयो उहाँहरूको सिरोसिस चाहिँ होइन, बोसो जम्ने समस्या देखिन्छ नि लिभरमा धेरै। त्यसलाई अलिकति मैले त कहिले रक्सी खाँदिनँ म त एकदम, कतिजना शाकाहारी मान्छेहरू आउनुहुन्छ अब कहिले पनि केही पनि खाएको छैन, कोलेस्ट्रोल एकदम हाई, एकदम हेल्दी डायट। मैले रिसेन्टली पनि ओपिडीमा भेटेको थिएँ अनि उहाँहरूले चाहिँ ट्राइग्लिसराइडको लेभल एकदम हाई के। अब मेरो विचारमा चिल्लो धेरै खानुभयो क्या उहाँहरूले, मासुको अल्टरनेटिभ जस्तो कि, मासु चाहिँ खाँदै नखाने तर कोलेस्ट्रोल एकदम हाई छ कसरी भन्नुहुन्छ कि। सबै कुरो चाहिँ हामीले त्यो क्यालकुलेट हुँदैन कि, जस्तै कोलेस्ट्रोल बढी हुनेको चाहिँ यसले पक्कै पनि मासु खाएको होला भन्न मिल्दैन कि। अब लिभर सिरोसिस भयो तपाईँले त रक्सी नै खानु भएको भनेर त त्यसरी मतलब ठ्याक्कै भन्न चाहिँ अलिक गाह्रै हुन्छ। अहिलेको सिनारीमा त झन् मैले कति भेटाएको छु कि कहिले केही पनि नभएको मान्छे त हार्ट एट्याक भएर जानुहुन्छ त। एकदम हेल्दी लाइफस्टाइल, एक्सर्साइज गर्ने, एकदम ट्याक्क टाइममा खाने, डिसिप्लिन, त्यस्तो कुराहरू कुनै कुनै जेनेटिक प्रिडिस्पोज्ड कुराहरू चाहिँ तपाईँले अस्ति के खानु भएको थियो, 1 वर्ष अगाडि 5 वर्ष अगाडि के खानु भएको थियो, त्यसले मात्रै के भन्छ नि अब त्यो कुराले मात्रै, खानाले मात्रै एकदम लाइफस्टाइल म त एकदम तपाईँले भने जस्तै राम्रो खान्छु, हेल्दी खान्छु तर मेरो कोलेस्ट्रोल किन बढ्यो भनेर क्वेसन गर्न चाहिँ मिल्दैन। अब बढिसक्यो अब झन् अलिक सतर्क हुनु पर्यो। अथवा तपाईँको खानपानले गर्दा कोलेस्ट्रोल बढाएको छैन भने पक्कै पनि तपाईँको फ्यामिलीमा कोलेस्ट्रोल थियो होला, त्यस्तोलाई चाहिँ हामीले एक्सर्साइज डायटले मात्रै कन्ट्रोल गर्नु मिल्दैन। लो डेन्सिटी कोलेस्ट्रोलहरू एकदम धेरै छ, 190 भन्दा बढी छ, फ्यामिली स्ट्रङ छ, एकदम हिस्ट्री होइन। अब तपाईँको बुवा हजुरबालाई कोलेस्ट्रोल थियो भने एलडिएललाई हामी ट्रिट गर्ने, 190 माथि छ भने हामी औषधि दिन्छौँ। अब त्यस्तो बेलामा बिरामीहरू हेजिटेट गर्नुहुन्छ कि सकेसम्म खानपान मिलाउँछु, सबै त मिलाएर खानपान के मिलाउने अझ यो भन्दा भन्छु कि म तपाईँको चाहिँ यो जेनेटिक हो, अब यसलाई त औषध नगरी हुँदैन भन्छु। त्यस्तो कुराहरू विचार गर्नुपर्छ। डाक्टर साहब नेपाल, स्वास्थ्य पहुँच समयमा सबैमा।